यताबाट मेरो लागि आएको छ कोसेली बहिनीको घरमा, मतलब बहिनीको ससुरालीमा। त बहिनी गएको थिए पानी ट्याङ्की होइन। अन्त त्यही भएर चाहिँ ऊ पानी ट्याङ्कीबाट आउँदाखेरि चाहिँ मम्मीले मेरो लागि पनि कोसेली पठाइदिनु भएको थियो है साथीहरू। अनि त्यो लिनु हामी चाहिँ जाँदैछौँ बहिनीको घरमा। हेलो साथीहरू, वेलकम टु माई च्यानल समृद्धि ब्लग हेर्नु हुँदैछ तपाईँहरूले। त यसरी नै हाम्रो गाउँको बाटो हुँदै हुँदै जाँदैछौँ। अब कोसेली सानो होस् कि ठुलो होस् होइन, तर आमाको माया भएको हुन्छ। त्यही भएर चाहिँ हामी चाहिँ यस्तो खुसी भएर लिनु जाँदैछौँ। म, दुईवटा नानी र मेरो हस्बेन्ड। अनि हामीहरू पनि गाउँ देखाउँदै तपाईँहरूलाई चाहिँ लाँदै थिएँ। तपाईँहरूले नि हेर्नुहुन्छ हाम्रो गाउँ साततली बस्ती। अन्त हाम्रो सुरज दादा यहीँ हुनुहुन्थ्यो। अन्त यसरी नै हेर्न सक्नुहुन्छ। अब यति एक्साइटमेन्ट कि मम्मीले के पठाइदिनुहुन्छ भएको छ भनेर मनमा चाहिँ त्यही थियो मेरो। यसरी नै अब बहिनीको घर जाने बाटो पनि फाइनली पुग्यौँ।